हाई गाइज, वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। यो मङ्सिरमा चाहिँ मेरो आफ्नै दिदीको अनि ठुलो बुवाको छोराको बिहा थियो। दुईटा बिहा परेको हुनाले चाहिँ म एकदमै बिजी थिएँ अनि बिहे फङ्सन्सहरू एटेन्ड गरिरहेको थिएँ। एनिवेज आज चाहिँ हामी चाहिँ ठुलो बुवाको छोराको बिहेको मिनी भ्लग गर्दैछौँ। सो लेट्स गो विथ मी। आजको दुलहा दाइ चाहिँ उहाँ हुनुहुन्छ। म पनि आज जनता जान रेडी थिएँ। घरमा सबैजना भेला भइसक्नु भएको थियो। अब चाहिँ हिँड्ने बेला भइसकेको थियो। हामी चाहिँ गाडीमा गयौँ। त्यसपछि केही समयको यात्रापछि हामी लमजुङमा आइपुग्यौँ। त्यो दिन एकदमै जाडो हुन्छ कि भन्ने लागेको थियो, तर मजाले घाम लागेको थियो त्यो दिन चाहिँ। म, मेरो दिदी, भिनाजु, बाबा, दाई सबैबाट जनता आएका थियौँ। त्यसपछि बाजालाई अगाडि राख्दै हामी चाहिँ हिँड्यौँ बाउजूको घरतर्फ। त्यहाँ पुग्ने बित्तिकै हामीले देख्यौँ पोस्टर अर्जुन लभ सुम्निमा भनेर, अनि हाम्रो स्वागत भयो। अनि त्यहाँ पुगेपछि हामीले आनन्दले खाना खायौँ भने यता दाई भाउजूको टिका लगाउने कार्यक्रम हुँदै थियो। त्यसपछि हामी फोटो खिच्न भनेर ओरपर घुम्यौँ, सबै ठाउँ घुम्यौँ त्यतातिरको। एकदमै राम्रा फोटो भिडियोहरू खिच्यौँ। दाई भाउजूले पनि खाना खानुभयो। अब चाहिँ जग्गियामा बस्नु भएको थियो। सिन्दुर लाउने बेला भएको थियो। अहिले चाहिँ दाइले फाइनली आफ्नो बनाउनु भयो भाउजूलाई। उहाँहरूको चाहिँ लभ म्यारिज हो। ट्याक्क दाई भाउजू उठेको बेलामा म पनि भिडियो खिच्न गइहालेँ। दाई भाउजूले जग्गियामा गर्ने सबै काम भ्याइदासम्म बेलुका भइसकेको थियो। यता भने जुत्ता लुकाउने सालीहरूको छुट्टै मजा भइरहेको थियो। अब चाहिँ हामी भाउजूलाई लिएर घर जाने बेला भइसकेको थियो। हामी रातिमा पोखरा आयौँ। दाइको घर चाहिँ एकदमै झिलिमिली सजिएको थियो। बाहिर बाजा, भित्र चाहिँ रत्यौली गाई राख्नु भएको थियो। एकदमै रमाइलो थियो। घरमा चाहिँ नाच गान रमाइलो सबै थियो। That's all for today. I hope you guys enjoyed my vlog. Bye bye.